शेरबहादुर दाई, तपाईलाई अब उमेरका कारणले माथिबाट बोलाइरहेका बेलामा आफ्ना कार्यकर्ताहरू, हिजो जसले तपाईलाई भोट हाल्यो, हिजो जसले तपाईलाई सभापति बनायो, हिजो जसले देशभरिबाट मत कलेक्सन गरेर ल्याएर पटक पटक तपाईहरुलाई सत्तामा पुर्यायो, तपाई अब यो कोनीके रोइलो भन्छ नि, मलाई नआएर भने हैन, त्यो भाषा नभन्या, कोनीके रोइलो भने जस्तै त्यो रोइलो छोडेर सरक्क भोलि बिहान हल उद्घाटन गर्ने बेलामा यो हलमा आउनुहोस्। यी साथीहरुको मागको अवमूल्यन गर्नुभयो, उहाँहरूलाई हामी यहाँबाट सोध्न चाहन्छौं। टेलिभिजन खोलिरहनु भएको होला हेर्नुहोस्, फेसबुकमा लाइभ हेर्दै गर्नु भएको होला हेर्नुहोस्। यी मासुम अनुहारहरूले के भन्छन्? यो पूर्वदेखि पश्चिमसम्म, दार्चुलादेखि ताप्लेजुङसम्म, हुम्लाको सर्केघाटदेखि सोलुखुम्बुसम्मको गाउँबाट आएको एउटा सामान्य क्रियाशीलदेखि लिएर केन्द्रीय नेताहरूसम्म, महामन्त्रीहरूसम्मको यो मासुम अनुहारले तपाईहरुलाई किज्याइरहेको छ कि छैन? हामी यो प्रश्न सोध्न चाहन्छौं र हामी आग्रह गर्न चाहन्छौं। हामी बुद्धका सन्तान हौं, हामी मारधाडमा विश्वास गर्दैनौं, हामी झगडामा विश्वास गर्दैनौं। हाम्रो क्यारेक्टर, हाम्रो जेनेटिकल मेटेरियल, हाम्रो फ्याक्टर र हाम्रो सिद्धान्त र हाम्रो नीति, हाम्रो विचार मध्यमार्गी बाटो हो, एक्सट्रिमिस्ट बाटो होइन। हामी यहाँबाट आग्रह गर्न चाहन्छौं, शेरबहादुर दाई, तपाई एउटा इतिहास बोकेको, एउटा ठूलो इतिहास बोकेको हाम्रो नेता हो। तपाई गाउँबाट आउनुभएको नेता हो, 80 कटिसक्नुभयो। मेरो पिताजीको उमेर तुल्य हुनुहुन्छ, मेरो पिता समान हुनुहुन्छ। तपाईलाई अब उमेरका कारणले माथिबाट बोलाइरहेका बेलामा आफ्ना कार्यकर्ताहरू, हिजो जसले तपाईलाई भोट हाल्यो, हिजो जसले तपाईलाई सभापति बनायो, हिजो जसले देशभरिबाट मत कलेक्सन गरेर ल्याएर पटक पटक तपाईहरुलाई सत्तामा पुर्यायो, तपाई अब यो कोनीके रोइलो भन्छ नि, मलाई नआएर भने हैन, त्यो भाषा नभन्या, कोनीके रोइलो भने जस्तै त्यो रोइलो छोडेर सरक्क भोलि बिहान हल उद्घाटन गर्ने बेलामा यो हलमा आउनुहोस्। हामी तपाईलाई 5 वटा, 6 वटा, 7 वटा हामी विकल्प दिन सक्छौं। साथीहरुलाई मेरो आग्रह छ, पहिलो विकल्प, तपाई फेरि चुनाव उठ्नुहुन्छ, आउनुहोस्। तपाईले हार्नु होला या गगनजीले हार्नु होला या मैले हारौँला या विश्वजीले हार्नु होला, तर लोकतन्त्रले जित्छ, प्रजातन्त्रले जित्छ। र तपाई हारिरहँदाखेरि पनि अथवा म हारिरहँदाखेरि पनि हामी हार्ने साथीहरुलाई एउटा रथ हायर गरेर फूलमाला सहित घरसम्म पञ्चे बाजा बजाएर पुर्याउँछौं। यो हाम्रो कमिटमेन्ट हो। अब तपाईलाई त्यो मन पर्दैन भने अथवा तपाईलाई त्यो साहस छैन भने अब हामी मल्टिपल विकल्पहरू दिन सक्छौं, विश्वप्रकाशजीले परबाट आँखा कड्किनु भयो, मैले छुट्याउने कुरो बुझे। ती 4-5 विकल्प मध्ये पार्टी नफुटाइकन प्रिय नेताहरू, यो पार्टी बनाउन बहुत गाह्रो छ, तपाईहरु पार्टी बनाउने मान्छेहरू यहाँ हुनुहुन्छ, हामी तपाईका सिपाहीहरू यहाँ छौं। पार्टी नफुटाइकन पार्टीलाई एक टिक्का राखेर तपाईहरुले हामीले ल्याएका सबै विकल्पमा हामी होस्टेमा हैसे गर्नेछौं भन्दै विश्वजीको आग्रहलाई मैले आँखाको इशाराबाट बुझेँ। जय नेपाल, धन्यवाद।